यस आज चाहिँ हामी फाइनल्ली धरानमा हामी यो श्रमदाताहरूले बनाएको पार्कमा छौँ। मेरो पनि फर्स्ट टाइम म त यतातिर आएको छैन। अब म देखाउँछु है त कस्तो छ यो पछाडि गएर। ल हाम्रो चाहिँ 35 रुपिस पर्दो रहेछ। यो चाहिँ अब यसैको लागि हो। ल रक गार्डन रे होइन। हामी यहाँ भान्जो पनि हिँड्दैछ। हामी चाहिँ एकदम सबै चिज कस्तो राम्रो बनाएको रहेछ गार्डन होइन। हिँड्न लायकको। म चाहिँ भान्जालाई फलो गर्दैछु त्यही भएर उसको पछि छु। यो चाहिँ धरानको यो चाहिँ मलाई लाग्छ बुढा सुब्बाको होला। बुढा सुब्बाको पनि सानो एउटा स्याम्पल राखेको रहेछ यहाँनिर चिटिक्कको। यहाँ चाहिँ एउटा मम्मी एउटा छोरालाई क्यारी गरेको रहेछ। यहाँ चाहिँ खोला होइन। खोलामाथि यस्तो आइन्छ चाहिँ ल यतापट्टि यस्तो रहेछ।